Hello everyone, welcome back to my YouTube channel after 1 year. एक वर्षपछि तीज डान्स कम्पिटिसन आयो र यो पालि चाहिँ तीज डान्स कम्पिटिसनमा मैले फेरि भ्लग गर्न लागेको। सो भोलि फ्राइडे हाम्रो के रे ममलार्के स्कुलमा र सैटरडे चाहिँ नर्थपोलमा हुन्छ हाम्रो स्कुलमा। सो लेट्स गेट रेडी फर द भ्लग। र हामीले चाहिँ साडी आफैले आज नै पाएको हो। लाइक हाम्रो साडी, लेट मी शो यु गाइस आवर साडी। सो यो चाहिँ हाम्रो साडी रे, तर जुन चाहिँ हामीलाई धु भने किनकि आज यही साडी लाएर प्र्याक्टिस गर्ने बेला चाहिँ स्टेजमा त्यो बनाइरहेको थियो नि त, स्टेजको त्यो के बनाइरहने बेला स्टेजमा पानी भएर यो सब साडी फोहोर भएको अरे। अनि दिस इज आवर ब्लाउज चाहिँ नदो, ब्लाउजमा केही भएन। अनि ब्लाउज अलि नसुक्न सक्छ। साडी चाहिँ धो त होइन, पानीमा स्याम्पू मिसाएर गर भने यो त्यो साडी कस्तो क्लियर न। सो या गाइज, दिस इज माई मम्मीको मोबाइल। सो गाइज, अहिले चाहिँ सरस्वती वन्दना भइरहेको र हामी खाना यहाँ जति खाजा खाँदै खाना खाँदै थोरै दिन्छ जति मुख नलुगा यार, म भ्लग हान्न लागि सबजना छ। इमोना म्याम नि यही हुनुहुन्छ हाम्रो डान्स म्याम, र उहाँ मेरो फाउन्डेसन लगाइदिइरहनु भएको कस्तो अहिले चाहिँ सबैजना रेडी भइरहेको छ। सबजना आफ्नो आफ्नो बन्दोबस्तीमा छ। सो गाइज, अब हामी सबजना रेडी भइसक्यो र यो दिदी अहिले नि चिगम चपाउँदै बसिरह के छैन कि एउटा हुन्छ नि अलिक सिरियसनेस भन्ने, चिगम चपायो बस्यो। गाइज, अब हामी रेडी भइसक्यो एन्ड लगाइरह। अब परेला मात्र लगाउन बाँकी छ। अनि हामी ममलार्के जान लागेको र सबजना गइरह। बाई। जात्राको राख्न खोजेको थियो तर त्यो नै हो। अब यसरी अब पछाडि नि छ र यहाँ अगाडि नि छ। अब हामी जान लागेको ल गाइस। अब हामी भ्लगिङ गरिरहँ त्यहाँ देखा। अब मलाई जिना दिदीले सिकाउनु भइरह। सो गाइस, यो मलाई जिना दिदीले सिकाउनु भएको भर्खरै भ्लग गर्न र म त्यही गरिरहेको। अब सबैलाई मेरो हार्दिक नमस्कार छ। म जेनिफर गुरुङ, उहाँ चाहिँ लक्ष्मी दिदी, उहाँ चाहिँ प्रनिक्षा दिदी, हामी दुईजना गुर्सिनीहरू। अनि आजको यो स्पेसल दिनमा चाहिँ हामी यो तीज डान्स प्रतियोगितामा उहाँ चाहिँ हाम्रो स्वी म्याम, हाम्रो सामाजिक टिचर होइन। अब आज चाहिँ हामी जित्दै जाने प्लान छ हाम्रो। टप 7 भित्र नभए पनि टप 5 भित्र परेर जान्छ। म्याम जित्ने हुन्छ भनेर अहिलेदेखि कपाल मिलाउन सुरु गर्नुहोस् म्याम। राम्रो फोटो आउनु। ल सबैलाई यसो एकचोटि टुर दिन मन लाग्यो।
सो गाइस हामी 6th भयो र भोलि कम्पिटिसन छ। अब भोलि त्योभन्दा नि राम्रो गर्ने एक्सपेक्टेसन्स छ र यो चाहिँ मैले घरमै ल्याएर अब यो खोल्ने अनि भोलि साडी मात्र ल्याएर जाने हो। सो या